जापानमा बस्ने नेपालीहरू नेपाली हैनन् क्या, नेपाली भन्नै मिल्दैन क्या। पत्रकार हो सबजना, भगवान नाश, सबजना पत्रकार। बेन्तो एमोतोमा पत्रकार, कोन्बिनी स्टोरहरूमा पत्रकार, सुपर मार्केटहरूमा पत्रकार, रेस्टुरेन्ट होटेलहरूमा पत्रकार। एक रुम एक पत्रकार छ क्या जापानमा। जापान सरकार स्वयं आफैलाई थाहा हुँदैन अब के निर्णय गर्ने भनेर, तर नेपाली पत्रकारलाई थाहा भइसक्छ। अब जापानमा यस्तो हुँदैछ। अब जापानमा सास फेर्न पाइँदैन, तपाईहरुले हग्न मुत्न पाइँदैन अब जापानमा। अबदेखि तपाईहरुले जापानमा सेक्स गर्न पाइँदैन। विचार गर्नु होला, म त लुकेर गर्छु भन्न बेर छैन क्या जापानका पत्रकारहरू। सबभन्दा बढी रुल अनफलो हान्ने नै तिमीहरू छौ। सबभन्दा बढी हुन्डी कारोबार सबभन्दा बढी यदि हुन्छ भने तिमीहरूको हातबाट हुन्छ। ढाँटेको होइन, छोडिदियो यार, तर्साउनु छोडिदियो क्या। पुगे खा त तिमीहरूलाई ठगेर नै। त्यति नै गर्न भन्छ नि, आफ्नो रेडियो किन खोल्दैनौ तिमीहरू? न्युज टेलिभिजन किन खोल्दैनौ? म हेरिदिन्छु तिमीहरूको न्युज। वाइ टिकटकमा, वाइ फेसबुकमा। साँचो न्युज हाल न यार, हुने न्युज हाल न यार। छन् एक दुईजना राम्रो काम गरिरहेको गर्नेवाला पनि छन्, उहाँहरूबाट इन्सपायर पनि छन् मान्छेहरू। एक आएको छ यो नगर्नु होला, अर्को आएको छ यो नगर। घरमा मान्छे बाबुआमाले भने त मान्दैन, तिमीहरूले भने मान्नुपर्ने। हु हेल आर यु? को हौ तिमीहरू? परेको बेला हेल्प गर्छौ तिमीहरू। 2 मान सहयोग गरेको छौ अहिलेसम्म कसैलाई? सहयोग पनि गर्नु पर्दैन कि। मिठो वचनले ए भाइ नेपाली हो, कुन ठाउँ बस्नुहुन्छ, कुन ठाउँ हो नेपाल घर, बोलेको छ एक वचन, काम पाएको छौ कि छैन भनेको छौ, सोधेको छ एकचोटि छ। टिकटकमा चाहिँ कुल बन्नुपर्ने तिमीहरू। यस्तो गरे मैले भनिदिएँ, ओहो मलाई यति नलेज, ओ माई गड। कमेन्ट गर है मेरोमा, सेयर पनि। यहाँ चेत एक क्यान अगाडि खाएको बेला फेला परिस नि थाहा हुन्छ नि।